साथीहरू नमस्ते। आज 2083 साल वैशाख 1 गते मङ्गलबार। यो नयाँ वर्षको दिनमा तपाईहरुलाई नयाँ वर्षले तपाईका चाहना आकांक्षाहरू र तपाईहरुलाई चाहिँ नयाँ वर्षले चाहिँ तपाईका चाहना पूरा गरून् र आगामी दिनहरू उल्लासमय रहन् र तपाईले चाहेका कुराहरू पूरा हुन् भन्ने पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। साथीहरू 2082 सालले हामीलाई छोडेर गएका अमिट छापहरूको विषयमा म आज तपाईहरुलाई केही कुराहरू मेरो चाहिँ युट्युब च्यानल मार्फत तपाईहरुलाई पस्किन चाहन्छु र 2082 सालमा विशेष गरी हामीले चाहिँ सुरक्षाका दृष्टिकोणले एकदम नाजुक वर्षको रूपमा चाहिँ इतिहासमा चित्रित भएको छ। सुरक्षाका हिसाबले चाहिँ एकदम नाजुक चाहिँ किन भयो भन्दाखेरि 2082 साल भदौ 23 र 24 गते जेन्जी आन्दोलन भयो र यो आन्दोलनले चाहिँ सत्तालाई उलटपुलट नै गरिदियो। लगभग विश्वकै इतिहासमा एकदम चाहिँ छोटो समयमा सत्ता उलटपुलट गर्ने यो भयंकर ठुलो आन्दोलनको रूपमा पनि स्थापित भएको हो जस्तो लाग्छ। यो घटनामा चाहिँ हामीले ठुलो क्षति सुरक्षाको दृष्टिकोणले एकदमै क्षति भयो र यसमा विशेष गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले चाहिँ क्षति भोगे। तर नेपाल प्रहरीले भएको कठिन क्षण अरूको भन्दा भिन्न थियो र छ, भिन्न थियो, जसलाई ऊ सधैँका लागि बिर्सन चाहन्छ। यो विशेष थियो। यो चाहिँ एकदमै चाहिँ दुःख लाग्दा घटनाहरू भएका छन्। यो आन्दोलनको क्रममा 23 गते चाहिँ 17 जना युवाहरू एकै ठाउँमा एउटै चाहिँ उसमा ढलिसकेपछि यसको आक्रोशित युवा 24 भदौमा झन् आक्रामक बने र युवाको आवरणमा उत्तेजक भिडले मुलुकका प्रहरी कार्यालयमा आगजनी गरे, प्रहरीको हतियार लुटे, रेडियो सेट कब्जा गरे, प्रहरीलाई वर्दी उतार्न लगाए, नाङ्गेझार पारेर सडकमा मार्च गर्न लगाए, प्रहरी कार्यालय पूर्ण तवरले कब्जामा लिए। अनि त्यति मात्र नभएर उनीहरूले चाहिँ नि यो उनीहरूले सीमित यतिमा मात्र सीमित नरहेर काठमाडौँको महाराजगञ्जमा प्रहरीवृत्तमा कार्यरत प्रहरी जवान उत्तम थापालाई कुटी हत्या गरिएको पनि चाहिँ यहाँ चाहिँ एकदम महत्त्वपूर्ण रूपमा उल्लेखनीय रहेको छ। त्यस्तै गरेर अरू चिजहरू अरू पनि चाहिँ हामीले यहाँ जोड्न सक्छौँ। यहाँ हामीले प्रदर्शनकारीहरूले विभिन्न ठाउँ विभिन्न वृत्तहरूमा प्रहरीमाथि सांघातिक आक्रमण गरिएको मात्रै होइन, विभिन्न ठाउँमा लात्ती, हात र बुटले पनि चाहिँ हानेको पनि यो चाहिँ एकदम महत्त्वपूर्ण क्षणको रूपमा चाहिँ उल्लेख गर्न पर्ने देखिन्छ। प्रदर्शनकारीहरूलाई 23 गते गरिएको जुन खालको विद्रोह थियो त्यो भन्दा पनि भयानक रूपमा प्रशासन र सरकारी संयन्त्रमा तोडफोड र चाहिँ क्षति हुनु यो दुःखलाग्दो विषय चाहिँ बनेको छ 2082 साल। यसै गरिकन 2082 सालमा चाहिँ यो आन्दोलन पछाडि तत्कालीन केपी ओली सरकारको नेतृत्व चाहिँ ढल्यो र केपी ओली सत्ताच्युत मात्रै भएनन्, उनी चाहिँ सिंहदरबारबाट भागेर सुपारी टार पुगेको भन्ने कुरो चाहिँ छ। सुपारी टार पुग्नुपर्ने स्थितिसम्म बन्यो। यो नेपालको इतिहासमै चाहिँ एकदम चाहिँ दुःखद घटनाको रूपमा पनि लिन सकिन्छ। प्रधानमन्त्रीले जनताको आकांक्षा र चाहना पूरा नगरिएको यो परिवेश र यसरी भाग्नु परेको इतिहास सायदै छैन होला भन्न पनि उल्लेख गर्न लायक चाहिँ विषयवस्तुहरू रहे। त्यस्तै गरी यो चाहिँ 82 सालमा चाहिँ ओली र लेखक पक्राउ परे। देवबार आरजु राणा विरुद्ध पक्राउ पूर्जी पनि जारी भयो। त्यसै गरिकन अहिले यो चाहिँ एकदमै चाहिँ यो बिचौलियाको रूपमा चलखेल गरेको भन्ने उसले गर्दा बिचौलिया भट्ट पक्राउ परे। यो चाहिँ
विवादित व्यवसायी दीपक भट्ट चाहिँ 19 चैतमा पक्राउ परे र सत्ताको प्रभावमा कानुनको धज्जी उडाउन सफल भट्ट विरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बिमा ऐन 2079 कसुर गरेको भन्दै पक्राउ गर्यो र विभागले भट्टसहितका अभियुक्त विरुद्ध 4 अर्ब रुपैयाँभन्दा धेरै बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। यो चाहिँ हिमालयन रिइन्सुरेन्स र यसका सहायक कम्पनीबाट 3 अर्ब 81 करोड रुपैयाँ दुरुपयोग गरी नेपाल रिइन्सुरेन्स लगायत कम्पनीको सेयर खरिद गरेको पुष्टि भएपछि विभागले भट्ट विरुद्ध अनुसन्धान सुरु गरेको थियो। उनले विभिन्न मितिमा हिमालयन रिबाट 2 अर्ब 73 करोड 33 लाख 15 हजार, हिमालयन सेक्युरिटिजबाट 22 करोड 19 लाख 71 हजार र नेपाल लाइफको सहायक कम्पनीबाट 37 करोड, एचएलआई लार्ज क्याप फन्डबाट 25 करोड 14 लाख 84 हजार र नेपाल माइक्रो इन्सुरेन्सबाट 16 करोड 17 लाख 52 हजार दुरुपयोग गरिएको कुरा चाहिँ उल्लेख छ। यो लगायतका विभिन्न कुराहरू छन्। यसै गरी 2082 साल अर्को चाहिँ तपाईँको यो बाल मन्दिर जग्गा हिनामिनाको काण्डको यो चाहिँ बाल मन्दिर जग्गा हिनामिना ठगी विरुद्ध चाहिँ यो मुद्दा दर्ता ठगी मुद्दा चाहिँ दर्ता चाहिँ भएको थियो। उक्त जग्गा लिजमा लिने क्रममा ठगी भएको भन्दै सिआइबीले 2080 को फाल्गुनमै सङ्गठनका तत्कालीन अध्यक्ष रीता सी उपाध्याय र तुलसी नारायण श्रेष्ठ, पूर्व महासचिवहरू गणेश भक्त श्रेष्ठ, कृष्ण शङ्कर शाह, सुभाष कुमार पोखरेल, श्याम कुमार आले र प्रचण्डराज प्रधान, गणेश भक्त श्रेष्ठ, रामकाजी कोने, पूर्व कोषाध्यक्षहरू दीपदास श्रेष्ठ, मनोहर गोपाल श्रेष्ठ, पूर्व उपमहासचिव सुमन साक्य विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो र त्यस्तै बृहस्पति सदनका सञ्चालक प्रवीण राज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा साङ्गाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्ति निधि पाण्डे समेत पक्राउ पूर्जी जारी भएको थियो। सङ्गठनका पूर्व निर्देशक राजेश्वर निरौला विरुद्ध पनि पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ पूर्जी जारी भयो कि रीता तत्कालीन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी हुन्। उनी सङ्गठनमा 30 वर्ष अध्यक्ष भएकी थिइन् र जग्गा लिजमा दिने कार्य उनकै पालामा सुरु भएको हो। घटनामा संलग्न रहेका देखिएपछि सङ्गठनको बोर्ड बैठकले रीता सहित 20 जना विरुद्ध गत 14 वैशाखमा सिआइबीमा जाहेरी दिएको थियो र सोही जाहेरीपछि सिआइबीले उनीहरू विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो र जसले 17 जना घटनामा प्रत्यक्ष संलग्न रहेको देखिएको थियो र सिआइबीले गणेश भक्त श्रेष्ठ लगायत केहीलाई पक्राउ समेत गरेको थियो। पछि उनीहरू हाजिरी जमानीमा छाडिएको थियो। अर्को काण्ड छ फेक रेस्क्यु काण्ड। यो चाहिँ विश्व नै हल्लाउने अर्को फेक रेस्क्यु काण्डले पनि 2082 साल एकदमै महत्त्वपूर्ण रह्यो। नेपाल घुम्न आउने विदेशी पर्यटकलाई उद्धारपछि उपचार गरेको भन्दै नक्कली कागजात बनाई बिमा रकम ठगी गर्ने गिरोह सक्रिय रहेको सूचनापछि सिआइबीले घटनाको अनुसन्धान सुरु गर्यो र नभन्दै घटनामा मुक्ति पाण्डे, जयराम रिमाल, सुभाष केसी, रविन्द्र अधिकारी, डाक्टर गिरिबाण राज तिमल सिन्हा, विवेक पाण्डे, सन्तोष अधिकारी भनिने खेमराज अधिकारी, पासाङ शेर्पा, सन्दीप तिवारी र विवेक राज थपलिया पक्राउ परे। उनीहरू विरुद्ध अदालतले 1 लाखदेखि 30 लाखसम्म धरौटी माग गरेको छ र यी धरौटी रकम बुझाएपछि उनीहरू हिरासतमुक्त भएका छन्। यो चाहिँ फेक रेस्क्यु काण्ड। विदेशीलाई चाहिँ नेपालमा चाहिँ हिमालतिर घुम्न गएका नेपालीहरू चाहिँ बिरामी भए भनेर चाहिँ त्यहाँनिरबाट फेक रेस्क्यु गरेर ल्याउने अर्को काण्ड पनि चर्चित रह्यो। त्यसै गरी चाहिँ 2082 साल चाहिँ किशोरीहरूको डिम्बको अवैध कारोबार, निसन्तान दम्पतिहरूलाई
सन्तान उत्पादन गराइदिने प्रलोभनमा बबरमल स्थित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रणालीले गैरकानुनी ढङ्गले डिम्बको कारोबार गर्ने गरेको खुलेपछि प्रहरीले घटनाको अनुसन्धान गर्यो र घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले गत असारमा होपका 5 व्यवस्थापकलाई पक्राउ पनि गर्यो। प्रहरीका अनुसार होपले विभिन्न प्रलोभनमा पारी 18 वर्षभन्दा मुनिका किशोरी भेला गर्थ्यो र उनीहरूको गैरकानुनी ढङ्गले डिम्ब निष्कासन गर्थ्यो र सोही डिम्ब महँगो मूल्यमा बिक्री गर्ने गर्थ्यो। यसमा चाहिँ तत्कालीन प्रधानमन्त्री सुशीला कार्की हुँदाको चाहिँ महान्यायाधिवक्ता सविताकै छोरी पनि संलग्न भएको भन्ने कुरो रिटमा छ। अधिवक्ता कार्यालयले उक्त निर्णयको रिट चाहिँ यो चाहिँ उक्त कार्यलाई चाहिँ मुद्दा नचलाउने निर्णय गरे पनि यो चाहिँ न्यायाधिवक्ता कार्यालयले उक्त निर्णयको विरुद्ध रिट विचाराधीन छ। यो चाहिँ मुद्दा नचल्ने निर्णय गरे पनि विचाराधीन छ। यसै गरिकन विभिन्न घटनाक्रमहरूले यो चाहिँ 2082 साल चाहिँ एकदम महत्त्वपूर्ण रह्यो र यो महत्त्वपूर्ण यसकारण पनि रह्यो कि पहुँचको आधारमा विगतदेखि आफ्नो चाहिँ संयन्त्र, राज्य शक्ति स्रोत सबै प्रयोग गरेर व्यक्तिगत फाइदाका लागि राज्य स्रोतको दोहन गर्ने जुन प्रक्रिया थियो त्यो प्रक्रिया चाहिँ का विरुद्ध जनताले आवाज उठाएर त्यही आवाजले चाहिँ एउटा विद्रोहको रूपमा चाहिँ स्थापित भयो र पुरानो सत्ता र पुरानो शक्तिमा रहेका सम्पूर्ण संयन्त्र लगभग चाहिँ सकिएकै स्थितिमा रह्यो। त्यसै गरी पहुँचका आधारमा चाहिँ स्रोतको दुरुपयोग गर्ने, सरकारी संयन्त्रको दुरुपयोग गर्ने विषय पनि 2082 सालमै रह्यो। 82 सालको अन्तिम चैतको 30 गतेसम्म आइपुग्दा भिरकुटी मण्डपमा सरकारी संरचनामा सङ्घ संस्था र व्यापारीको रजाइ भयो। रजाइ भएको र भाडा नतिरेको कुराहरू पनि एकदम महत्त्वपूर्ण उल्लेखनीय रूपमा आयो। 2082 चैतसम्म 8,11,56,000 रुपियाँ बकौता रहेको भिरकुटी मण्डपको समाज कल्याण परिषदको भवनमा चाहिँ बकौता उठ्न बाँकी रहेको कुरा पनि छ। 2082 सालको चैतसम्ममा 8,11,56,000 चाहिँ बकौता उठ्न बाँकी छ। यसमा यो बकौता उठ्नुपर्नेमा रिपोर्टर्स क्लब नेपालले 73,40,901 रुपियाँ, उपभोक्ता मञ्च नेपालले 45,57,907 रुपियाँ, नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको 33,07,421, नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चको 21,85,957, नेपाल फोटो पत्रकार महासङ्घको 20,68,672, लोकतान्त्रिक शहीद तथा घाइते समाजको 14,61,370। त्यसै गरिकन सिन्थेटिक एक्जिबिसन एन्ड इन्भेस्टको 10 लाख, टिकाराम सिटौलाको 11,80,625 र यशोदा कुमारी सेठीको 10,59,165 र कृष्णप्रसाद लामिछानेको 8,98,163, मन्जु तिमल सिन्हाको 8,07,710, मनकला श्रेष्ठको 7,46,023 र बुद्धिराम भुषालको 6,78,734, हरि आमात्यको 5,15,664, नारायण कुमारी निरौलाको 2,73,013 र चित्तबहादुर पण्डित छेत्री 2,19,567 र एमाले निकट अखिलले चाहिँ यो चाहिँ करिब चाहिँ 32 लाख रुपियाँ चाहिँ तिर्नुपर्ने भनिएको छ। र यहाँ चाहिँ एमाले निकट विद्यार्थी सङ्गठन अनेरा सोब्युले परिषदको संरचना गैरकानुनी रूपमा हडपेर, यो चाहिँ जबरजस्ती हडपेर कब्जा गरिएको भनेर चाहिँ भनिएको छ र परिषदका
अनुसार अनेरा सोब्यूले 2077 चैतदेखि परिषदको स्टलमा बसिरहेको 2077 चैतदेखि परिषदको स्टलमा बसिरहेको यो चाहिँ यो अनिरा सोब्यू बसिरहेको र स्रोतका अनुसार अनिरा सोब्यूले परिषदसँग सम्झौता नै नगरी स्टल हडपेर लिएको थियो भन्ने कुरा पनि उल्लेख छ। सम्झौता नै नभएकाले यसको स्पष्ट हिसाब त छैन, तर परिषदले तोकेको दर अनुसार स्टलको भाडा मासिक 54,000 जति पर्छ। यो हिसाब 5 वर्षमा उसले तिर्नुपर्ने भाडा 32 लाख रुपियाँ जति हुन आउँछ। यसरी पहुँचको आधारमा चाहिँ राज्यको स्रोत चाहिँ दोहन गर्ने कुरा पनि एकदम महत्त्वपूर्ण रह्यो। यो चाहिँ एकदमै महत्त्वपूर्ण रूपमा चाहिँ 2082 साल रहेको छ। त्यसै गरी 2082 सालको अन्तिमतिर आइपुग्दाखेरि 2082 सालको अन्तिमतिर आइपुग्दाखेरि चाहिँ अर्को यो जेन्जी आन्दोलनपछि भएको चुनाव र चुनावपछि गठित सरकार, बालेनको नेतृत्वमा बनेको सरकार को चाहिँ ले विभिन्न गतिविधिहरू कामहरू गर्दै गएको उल्लासमय पनि देखिएको सुरुका केही दिनहरू, तर बिस्तारै त्यो चाहिँ पछि त्यो चिजहरू चाहिँ घट्दै गए र बिस्तारै त्यसको चाम पनि अलि चाहिँ बिग्रिँदै अलि घट्दै गएको हो कि भन्ने चाहिँ देख्न सकिन्छ। यसै बिचमा पछिल्लो समय प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कुराहरू उठिरहँदाखेरि सम्पत्ति विवरणको चाहिँ खोजी भइरहँदाखेरि प्रधानमन्त्री लगायतका सम्पूर्ण मन्त्रीहरूले सम्पत्ति विवरणहरू सार्वजनिक गरे। सार्वजनिक गरिएको सम्पत्ति विवरणहरूमा जग्गाको चाहिँ कुरादेखि धन दौलतहरूको कुरा पनि रहेको छ। त जग्गाको चाहिँ तपाईँको एउटा के चाहिँ रह्यो भन्दा जग्गा चाहिँ हदबन्दी भन्दा बढीको जग्गाहरू पनि रहेको अहिलेका मन्त्रीहरूसँग भन्ने कुरा पनि देखियो। र अहिलेका मन्त्रीहरू चाहिँ राजनीतिबाट आएका होइनन् र यिनीहरू फरक ढङ्गबाट फरक परिवेशबाट आएका भए तापनि आम्दानीको स्रोतहरू कसरी आम्दानी भयो भन्ने कुरा स्पष्ट रूपमा खुलाउनु पर्ने माग त्यो सम्पत्ति विवरण सार्वजनिक भइसकेपछि उठिरहेको स्थिति छ। यसै गरी उठिरहेको स्थिति छ भने सम्पत्ति विवरणमा बालेन शाहको चाहिँ 10.2 बिघा जग्गा, घर र जग्गा र 190 तोला सुन, 1,46 लाख चाहिँ बैंकमा रकम यति रहेको कुरो चाहिँ उल्लेख गरिएको छ भने त्यसै गरी अर्का मन्त्री अर्थमन्त्री सोडिम वागले चाहिँ एउटा अर्थविद पनि हुनुहुन्छ। उहाँले विदेशका विभिन्न ठाउँहरूमा काम गरेर आफ्नो चाहिँ नेतृत्व आफ्नो चाहिँ उसलाई स्थापित पनि गरिसक्नु भएको हो हैन। उहाँको नाममा चाहिँ घर जग्गा चाहिँ 13 करोड का घर र अपार्टमेन्टहरू रहेको र 1 करोड भन्दा बढीको जग्गा रहेको भन्ने कुरा छ। उहाँको सुन चाहिँ 45 तोला रहेको छ भने बैंकमा 1 करोड 90 लाख रुपियाँ जति चाहिँ छ बैंकमा र 10 करोड जति चाहिँ सेयर र ऋण छ हैन। 14 लाखको चाहिँ कार छ भनिएको छ। यता चाहिँ प्रधानमन्त्रीको नाममा सेयर पनि छैन, सवारी साधन पनि छैन, कृषि तथा पशुजन्य साधन पनि छैन, अन्य पनि केही पनि छैन भनेपछि उहाँको चाहिँ अब यस्तो चिजहरू रहेको छ। त्यसै गरी शिशिर खनालको 6 आनाको घर र 2.25 बिघा जग्गा रहेको छ। त्यसै गरी 22 तोला सुन र 25 तोला चाँदी अनि उहाँको बैंकमा 20 लाख बढी चाहिँ रकम रहेको छ भने 10,000 बढी किता सेयर र 1 करोड जति ऋण रहेको छ। उहाँको नाममा 40 लाखको कार पनि रहेको भनिएको छ। त्यसै गरी सुदन गुरुङको विषयमा चाहिँ पनि अलिक गम्भीर प्रश्न चाहिँ उठिरहेको छ। उहाँ अहिलेका गृहमन्त्री पनि हुनुहुन्छ। गृहमन्त्रीको नाममा 19 बिघा जग्गा अनि त्यहाँबाट गएर 19 बिघा जग्गा अनि त्यसपछि 98 के अरे
89 तोला सुन र 6 केजी चाँदी रहेको पनि छ भन्ने कुरा छ। 89 तोला सुन र 6 केजी चाँदी रहेको छ सुजन गुरुङको नाममा भने 60 लाख रुपियाँ चाहिँ बैङ्कमा रकम रहेको, 5 करोड बराबरको सेयर रहेको र 48 लाखको कार रहेको भनेको छ। कृषि पशुजन्य चाहिँ आम्दानीहरू स्रोतहरू छैन र अन्य पनि छैन भनिएको छ। त्यसै गरी सीताबादी काठमाडौँ सुर्खेत र नुवाकोटमा घर, अनि त्यसपछि गएर 18 तोला सुन र 15 तोला चाँदी, 15 लाखभन्दा बढी चाहिँ पैसा बैङ्कमा मौजात र 5,600 किता सेयर र एकवटा बाइक स्कुटर रहेको भनिएको छ। त्यसै गरी विराज भक्त श्रेष्ठको चाहिँ 6 आना जग्गामा 2वटा घर, 15 तोला सुन र 50 तोला चाँदी, 1 करोड बढी रकम बैङ्कमा रहेको भनिएको छ र 2 करोड सेयर र ऋण रहेको भनिएको छ। 31 लाखको गाडी रहेको भनिएको छ। त्यसै गरी प्रतिभा रावल 5 आना जग्गामा काठमाडौँमा घर, अनि त्यसपछि गएर अनि चाहिँ काठमाडौँमा घर रहेको भनिएको छ भने 12मा 10 धुर जग्गा पनि भनिएको छ। उहाँसँग 25 तोला सुन छ, 25 लाख बढी चाहिँ रकम छ भने 1 लाखको सेयर र 20 लाख ऋण रहेको र 44 लाखको कार रहेको पनि भनिएको छ। त्यसै गरी शोभिता गौतम शोभिता गौतमको चाहिँ चितवन र काठमाडौँमा घर, 15 तोला सुन 50 तोला चाँदी, 15 तोला सुन 50 तोला चाँदी र 1 तोला हिरा रहेको र 10,50,000 रुपियाँ क्यास रहेको र अनि 6,500 किता सेयर र 1 करोड ऋण रहेको, 2 गाडी र स्कुटर रहेको र अन्यमा चाहिँ के पनि नभएको, अन्य चिजहरू चाहिँ नभएको भन्ने कुरा छ। त्यसै गरी गीता चौधरीको चाहिँ घर र जग्गा चाहिँ नभएको अथवा उल्लेख भएको छैन भने 5 तोला सुन र 10 तोला चाँदी रहेको भनिएको छ। 1,26,000 चाहिँ क्यास रहेको, 50,000 चाहिँ ऋण रहेको, 3,30,000को स्कुटर रहेको, 2वटा बाख्रा र 10वटा कुखुरा रहेको पशुधन भनिएको छ। अन्यमा चाहिँ के पनि छैन। खड्गराज पौडेलको 2 करोड 60 लाखको घर र 4,000 वर्ग मिटर जग्गा भनिएको छ। अनि त्यहाँबाट सुन चाँदी गरगहना उल्लेख छैन र 73 लाख रुपियाँ बैङ्कमा चाहिँ क्यास भएको भनिएको छ भने 17,000 किता 1 करोड 40 लाख ऋण, सेयर 17,000 किता र 1 करोड 40 लाख ऋण भनिएको छ भने 2वटा स्कुटर भनिएको छ। पशुधन छैन भने 2 करोड 50 लाख जति व्यापारमा लगानी भनिएको छ अन्यमा। यसै गरी चाहिँ अब सस्मित पोखरेलको 60 ठाउँमा 20 करोडको घर जग्गा भनिएको छ भने 25 तोला सुन र 100 तोला चाँदी भनिएको छ। 4,47,000 चाहिँ क्यास भनिएको छ भने 70 लाखको सेयर र 1 करोड 25 लाख ऋण भनिएको छ। 1 करोड 10 लाखको 2वटा कार भनिएको छ। अनि त्यसै गरी 97 लाख जति बुबाको बचत भनिएको छ। अब त्यसपछि रामजी यादव 25 रोपनी जग्गा, 80 तोला सुन र 150 तोला चाँदी भनिएको छ। 70 लाख क्यास भनिएको छ भने यहाँ चाहिँ सेयर र ऋण नभएको भनिएको छ। 2,70,000 को मोटरसाइकल रहेको भनिएको छ भने 6 लाख जतिको मोबाइल ल्यापटप भएको भनिएको छ अन्यमा रामजी यादवको विषयमा भने। सुनिल लम्सालको 1 कट्ठा 10 धुरमा घर र 2.7 बिघा बारी भनिएको छ। 30 तोला सुन र 50 तोला चाँदी भनिएको छ भने 90 लाख रुपियाँ चाहिँ क्यास बैङ्कमा रहेको भनिएको छ। त्यसै गरी सेयर र ऋण चाहिँ नभएको भनिएको छ भने कार पनि नभएको, अन्य पनि केही नभएको कुरो चाहिँ सुनिल लम्सालको कुरोमा उल्लेख गरेको छ। विक्रम तिमल सिन्हाको विषयमा भन्नुपर्दाखेरि काठमाडौँमा घर र 174 वर्ग मिटर जग्गा भनिएको छ भने त्यसै गरी चाहिँ उहाँको चाहिँ यो चाहिँ भनिएको छ भने
अनि चाहिँ 5 तोला सुन र 17 तोला चाँदी भनिएको छ। 10 लाख बढी क्यास रहेको भनेको 71 लाख ऋण अरूलाई दिएको भनेको छ भने 23 लाखको कार रहेको छ भने अन्य कुराहरू उल्लेख छैन। गौरी कुमारी यादव काठमाडौँमा 3 तले घर र 8 बिघा जग्गा भनेको छ भने 180 तोला सुन र 2 केजी चाँदी भनेको छ। 10 लाख क्यास रहेको भनेको छ भने त्यसै गरी 3 करोड बढीको सेयर भनिएको छ। अन्य कुरा उल्लेख छैन। निशा मेहताको 8 बिघा जग्गा र 30 तोला सुन र 50 तोला चाँदी र 17 लाख रुपियाँ चाहिँ 17 लाख रुपियाँ चाहिँ क्यास भनिएको छ भने विभिन्न कम्पनीमा सेयर भनेको छ। सेयर कति छ उल्लेख गरिएको छैन भने 25 लाखको कार भनेको छ। अन्य कुराहरू उल्लेख गरिएको छैन। यसरी यी कुराहरूले 2082 सालहरू चाहिँ एकदम चाहिँ तातेको स्थिति हो र यसरी चाहिँ 2082 साल चाहिँ तात्दै गर्दाखेरि पछिल्लो समय चाहिँ सरकारमा भएका मन्त्रीहरूको सम्पत्ति विवरणले चाहिँ सामाजिक सञ्जालदेखि लिएर सम्पूर्ण मिडियाहरू नै पहेँलपुरै भए। किन त भन्दाखेरि अहिलेका नयाँ मन्त्रीमण्डलमा पुरानो राजनीति गरेर लामो जीवनयापन गरेका राजनीतिक नेतृत्वको भन्दा पनि धेरै सम्पत्तिहरू भएको भन्ने कुरा उल्लेख छ, देखिन्छ। र विगतमा मन्त्रीहरूले, प्रधानमन्त्री र मन्त्रीहरूले देखाउने सम्पत्ति विवरणमा खासै त्यति ठुलो सम्पत्ति विवरण नदेखाइरहेको अथवा भएर पनि नदेखाएको अथवा नभएरै स्पष्ट त्यो के गरेको हो भन्ने कुरा चाहिँ जनताले चाहिँ यो विश्वास गर्न नसक्ने स्थिति प्रकाशित हुने गरेकोमा यसपालि चाहिँ त्यो सबै चिजहरू बाहिर आइसकेपछि हदबन्दीभन्दा बढीका जग्गा र सुन चाहिँ कसरी आयो, कहाँबाट आयो, आएको आम्दानीको स्रोतहरू पनि देखाउनु पर्यो भन्ने खालको पनि एकदम ठुलो चाहिँ मागहरू उठिरहेको स्थिति छ हैन। जनताबाट चाहिँ यी चिजहरू उठिरहेका छन् र यसलाई चाहिँ अहिलेको मन्त्रीमण्डलले स्पष्ट रूपमा आम्दानीको स्रोतहरू देखाउनु पर्ने अनिवार्यता देखिएको छ। त्यसै गरी जनअपेक्षा अनुसार काम गर्न पनि अहिलेको सरकारलाई ठुलो चुनौती देखिएको छ। उसले 15 दिनभित्रमा चाहिँ गर्ने भनियो काम अहिले लगभग 15 दिनको आसपासमा पुगिसकेको स्थितिमा चाहिँ सरकारले उसले 15 दिन तोकेर यो काम गर्छौँ भनेको कुरोहरू पनि नगरेको अथवा त्यो समय घर्किसकेको भन्ने कुरा पनि आइरहेको छ। त्यसै गरी सम्पत्ति विवरणहरू बुझाउँदै गर्दाखेरि अहिलेको चाहिँ मन्त्री र सम्पूर्ण चाहिँ प्रधानमन्त्री लगायत मन्त्रीमण्डलका सदस्यहरूलाई म के पनि अनुरोध गर्न चाहन्छु भने तपाईहरूले सम्पत्ति विवरण बुझाउँदै गर्दा तपाईहरू बौद्धिक पढे लेखेको पनि हुनुहुन्छ, यो सबै चिज छन् र त्यही भएर त जनताले विश्वास गरे। जनताले तपाईहरूका आशा, तपाईहरूका चाहना, देशलाई चाहिँ एउटा विकासमा अगाडि लैजानुहुन्छ भनेर विश्वास गरेका हुन् र हामीले पनि त्यही विश्वास गरेका हौँ। तपाईप्रति गरिएको हाम्रो विश्वास माथि तपाईँले तुषारापात गर्नुभयो भने, तपाईँले घात गर्नुभयो भने यो जति ठुलो चाहिँ विडम्बना नेपाली जनतालाई चाहिँ कहिल्यै पनि हुने छैन र तपाईँहरूलाई पनि त्यसले चाहिँ कुनै न कुनै ढङ्गले चाहिँ असर गर्ने नै छ भन्ने पनि मैले यहाँ चाहिँ भन्न चाहन्छु। यसो भन्दै गर्दाखेरि तपाईँहरू सफल हुनुभयो भने समग्र देश सफल हुन्छ र यो हाम्रो चाहना पनि त्यही हो। पुरानाले गरेनन् भनेकै कारणले, पुरानाले नगरेकै कारणले तपाईँहरूलाई चाहिँ जनताले यति ठुलो माया गरेका हुन्। लगभग 2/3 मत दिएर तपाईँहरूलाई जिताउनु भनेको जनताले तपाईँहरूप्रति ठुलो भरोसा र आशा राखेका हुन्। यो कुरो अहिलेका मन्त्रीमण्डलका सबैले सुन्नु, बुझ्नु, हेर्नु पर्ने आवश्यकता छ र यो तपाईँहरूले कुनै सामाजिक सञ्जालबाट हेर्नुभयो र देख्नुभयो भने त्यो अनुरूप जनताका चाहना अनुरूपका कामहरू गर्नुहोला र कुनै न कुनै ढङ्गले बरु ढिला बिस्तारै कसरी हुन्छ सहज गर्नुहोला। बौद्धिक पनि हुनुहुन्छ, पढे लेखेको पनि हुनुहुन्छ, इन्जिनियर पनि हुनुहुन्छ, तर सबै राजनीतिक चेतना, सामाजिक चेतनाका हिसाबले तपाईँहरूमा जति चेतना त्यो भए तापनि त्यहाँ चाहिँ केही चिजहरूको कमी रहेको जस्तो देखिएको छ। सम्पत्ति विवरण बुझाउँदाखेरि आउने समस्याहरू चाहिँ झनै चाहिँ महत्त्वपूर्ण र चाहिँ एकदम समस्या भएको जस्तो देखिन्छ। जग्गाका हदबन्दीभन्दा बढीका जग्गाहरू पनि तपाईँको परिवार र तपाईँसँग रहेको जस्तो देखिन आएकाले ती चिजहरू के हुन् त फेरि नेपालको संविधान र कानुनका विषयमा र पछि प्रश्न उठ्ने कुराहरू सकेसम्म चाहिँ सो विषयका जानकारहरूसँग छलफल गरेर मात्रै बाहिर ल्याउन पनि म विशेष अनुरोध गर्दछु। म अहिलेको सरकारको र नेपालको पूर्ण परिवर्तन होस् र नेपालको विकास होस् भन्ने चाहना राख्ने मान्छे, तपाईँहरूको शुभेच्छुक भएको नाताले पनि
र अहिलेको सरकारले राम्रो काम गरिदिए भविष्यमा चाहिँ एउटा नियम नीति नियम र कानुन चाहिँ सबैलाई समान भइदिए हुन्थ्यो भन्ने चाहिँ हाम्रो चाहना चाहिँ तपाईँहरूले पुरा गरिदिनु भयो भने हामीलाई पनि खुसी लाग्छ र आम नेपाली जनताले पनि एउटा चाहिँ हो सबैलाई नियम कानुन समान छ, हामीले पनि एउटा बाँच्ने आभास हुन्छ भन्ने कुरा पनि चाहिँ उहाँहरूमा हुन्छ र यो जनताको विद्रोहको चाहिँ जुन चाहना र जुन चाहनाबाट तपाईँहरूलाई चाहिँ सहयोग गर्नुभएको छ त्यो एकदम चाहिँ सराहनीय। जनताले तपाईँहरूलाई ठुलो साथ र सहयोग गर्नुभएको हो। त्यसैले गर्दाखेरि म अहिलेको सरकारलाई एकदम सुझबुझ र सोचेर विचार गरेर तपाईँले हरेक कुराहरू बाहिर ल्याउँदै गर्दा बोल्दै गर्दा हिँडाए गराए बोलाए भगाए सबै कुराको सम्मिश्रणबाट चाहिँ तपाईँहरूले देशलाई अगाडि बढाउनु हुनेछ भन्ने अपेक्षासहित म बिदा हुन्छु। धन्यवाद, नमस्कार। नेपालको जय होस्, समग्र नेपालीको जय होस्। यो भिडियो जसले जहाँबाट हेर्नुहुन्छ हेर्नु हुँदैन हेर्नु हुनेहरूले अहिलेका मन्त्रीमण्डलमा भएका मन्त्रीहरू र समग्र नेपाली जनताको बिचमा पुर्याइदिनु हुनेछ र मेरो चाहिँ युट्युब च्यानल नमस्ते नेपाल युट्युब च्यानल तपाईँहरूको सेवामा समर्पित हुनेछ र तपाईँका हरेक समस्याहरू सँग हामी जानकार छौँ र मैले विशेष गरी यहाँ छोटा चाहिँ मनोरञ्जनका भिडियोदेखि लिएर तपाईँहरूलाई जानकारीमूलक र कुनै घटनाहरूका विषयवस्तुदेखि लिएर समग्र सबै कुराहरूलाई चाहिँ मेरो युट्युब च्यानल नमस्ते नेपालमा चाहिँ प्रकाशन र प्रसारण गर्दै आइरहेको छु। यसलाई तपाईँहरूले 2083 सालमा एकदमै धेरै माया गर्नुहुनेछ भन्ने अपेक्षा पनि राख्दै र आगामी दिनहरू नेपालको हितमा नेपाली जनताको हितमा लाग्ने प्रेरणा सबैलाई मिलोस् र तपाईँहरूको पनि आगामी दिनहरू एकदम खुसी र हर्षोल्लासपूर्वक बितोस् भन्ने कामनासहित बिदा हुन्छु। नमस्ते।